everyone, welcome back to our channel. It's me Susantana. So today हामीले आज काठमाडौँ आएको हो नि त धेरै दिन भइसकेको छ अनि अब हामी धरेर चढ्न लागेको थियौँ चढी पनि सकेको छ सो तपाईहरुलाई यहाँको अब यता छेउछाउ कस्तो छ त्यो देखाउँदैछु हामीले चढेको चाहिँ भिडियो बनाएनौँ किनकि त्यो होस् नै आएन क्या बल्ल थाहा भयो सो देखाउँ है त त्यो राम्रो छ एकदमै इन्भाइरोमेन्ट एकदम हेलो ल सो हामी उपर गएर त्यहाँतिरको यस्तै वातावरणहरू देखाऊँ अहिले मैले मास्क लगाएको भएन सुनेन के छ भने ठिक छ नि त नि अब एकदमै राम्रो लाग्यो तर लास्टै गर्मी चाहिँ काठमाडौँ एकदमै गर्मी पानी परे पनि लास्टै गर्मी क्या हेर्न सक्नुहुन्छ गार्डनहरू कस्तो राम्रो पिच्छी अन्त धेरैजना मान्छेहरू पनि छन् हेर्न सक्नुहुन्छ गाइस त होइन साथीहरू पिसफुल छ क्या एकदमै राम्रो छ एकचोटि चाहिँ हजुर काठमाडौँ आएको बेलामा यो धरहराको चाहिँ एकचोटि धेरै कुकुरहरू बसिरहेको छ अनि यहाँ लिफ्ट छ उनीहरू सबैलाई थाहै छ अनि त्यहाँपछि त्यही हो यहाँ चाहिँ मेरो फोटो स्पेक्टर्स अनि यो चाहिँ के हो थाहा भएन तर यहाँ एउटा लिफ्ट रहेछ प्रवेश निषेधमा इन्ट्री गर्न पाउँदैन अरे ओके त्यही हो साइडिङ ब्लग होइन भर्खरै खोले आउँछ त्यही हो अलिकति डिस्टर्ब भयो त्यसको लागि सरी अब हामी जाऊँ यो चाहिँ मेरो फर्स्ट भ्लग हो हेड पहिरोजनबाट चाहिँ तपाईँहरू पहिरोजन भयो त एकदमै राम्रो छ हौ त्यहाँ मन्दिरहरू छ ठुलो छ है ठाउँ कहाँ यहाँ जाने हो म त अघि नै गएको जाउँ न त ल कहाँबाट छिर्यो होला त म पनि छिर्दिनँ एकदमै राम्रो एकदमै मनपर्छ मलाई होइन हेर्न गार्डनहरू कस्तो पिटी छ भने नि त्यहाँ चढ्नु हुँदैन अनि सेक्युरिटीले कराउँछ हो त्यो फुलहरू हेर्न जाऊँ न त फुलहरू हेर्नु त्यहाँ गएपछि flowers. Hi everyone. Hi lovely girls. Hi. अनि यहाँ चाहिँ पानी आउँदैन पानी आए कस्तो दामी देख्थ्यो अलि यस्तो पानी फोटो खिच्दै न बस यस्तो छ
यहाँ यहाँ हामी कहाँ आएको आज छोरो कहाँ आएको हामी घुम्नलाई कस्तो कस्तो लाग्यो आज घुम्दा अब कहिले आउने फेरि घुम्नलाई पर्सि हजुरहरू पनि आउनु होला घुम्नलाई एकदमै राम्रो छ ठाउँहरू एकदमै बेस्ट छ अरू हेलो गर्मी छ है एकदम गर्मी छ पानी पनि गर्मी हुन्छ यो चाहिँ यो के हो यो नेपाल सिटीको हो यो उसो ल ल बोल्नुले भन्नु ल तर भनेर बोल्नु भिडियो छ ल हाई गर्नु कति स्टेप गऱ्यौँ बस्नु उयो चाहिँ के हो नि यहाँबाट चाहिँ के हुन्छ तल तल यो अन्डरग्राउन्ड तल पार्किङ छ क्या त्यसको लिफ्ट रहेछ क्या अघि म त्यहाँ गएको थिएँ हेर्नुलाई अनि त्यहीँ अङ्कलले कस्तो राम्रो खालको हो यो गोलो न्यु रोड भनेको एकदम राम्रो अनि यहाँतिर चाहिँ यस्तो यस्तो ठाउँहरू रहेछ 1 2 3 4 एकदमै पिसफुल लजाउँ अब जाउँ है इन त के गर्नु अब बोल्दै हिँड्नु केही छैन बोल्दै हिँड्नु ल म बोल्दै हिँड्छु त्यो ब्याग क्या हामी जाँदैछौँ अब हामी धराको यो सिटी उसलाई बाई बाई गरेर हामी रुमतर्फ जाने छौँ एकदमै राम्रो मल छ धेरै भिड पनि यत्तिकै छ तर अब फर्स्ट राम्रो जस्तो भिड छैन फोटो खिच्नमा अब हामी जाँदैछौँ यस अब हामी जान्छौँ हेर्दै जानु यो चाहिँ फर्स्ट भ्लग है खासै राम्रो छैन तर पनि बिस्तारै बिस्तारै सपोर्ट चाहिँ गर्दै रहनु होला हामीलाई मेरो चाहिँ यो ड्रिम हो एउटा भनौँ न यो ड्रिमलाई हजुरहरूले सक्सेस बनाइदिनु होला प्लिज मेरो लागि शीतल रहेछ यहाँ चाहिँ धेरै राम्रो छ ठाउँहरू फेरि पनि भन्छु घुम्न आउनु है हेर्नु सक्नुहुन्छ तर फर्स्ट भ्लग मेरो इन फर्स्ट भ्लग सरी हामी जाँदैछौँ अब हामी जानेछौँ अनि हेर्नु सक्नुहुन्छ फुलबारीहरू एकदमै राम्रो राम्रो छ सरपारी गुडलाई हो अनि म चाहिँ पहिलादेखि नै भ्लगहरू हेर्ने गर्थेँ नि त अनि मलाई पनि त्यस्तै भ्लगहरू बनाउनु मन लाग्थ्यो मैले चाहिँ भ्लग हेर्ने भनेको प्रसन्न लामा प्रसन्न लामाको मसलाबाट टिमको अनि त्यहाँपछि बेबो भ्लग्स मैले धेरै हेर्दिनँ भ्लग तर मैले त्यो दुईजनाको चाहिँ हेरेर हुन्छन् कार्तिक सुरक्षा केसीको पनि हेर्ने गर्छु अनि त्यस्तो देखेर चाहिँ मलाई भ्लग यहीँबाट हो जाऊँ न त खाऊँ न त केही बेच्नु राखेर तर महँगो पर्छ कोपी कसरी हो हजुर म दिउँला नि म दिउँ
हामीले फुटीसुटी पनि खाइसकेका छौँ अब हामी जाँदैछौँ घरतर्फ पुग्यो अब हामी अब केही खानै छैन अघि भर्खर खाना खाएर आएको भने त्यो भएर केही नखाने गर्न जाने हो अन्त कस्तो डरलाग्दो कुकुर बसिरहेको छ हेलो कताबाट हो यताबाट हो अब रोड क्रस गर्नुपर्ने हुन्छ या अब फुलहरू बन्नुपर्ने होला एक मिनट होलसेल सेल है सेल मलाई नै एउटा कपडा दिएछ फर्स्ट भ्लग हो गाइस यो चाहिँ मेरो त्यस्तै राम्रो चाहिँ छैन जाँदा कुकुर भन्नु देख्छु यता त्यो कुकुरहरूलाई गर्नु पनि लाग्दैन क्या लास्टै गर्नु भर्खरै फुटी खायो नि त त्यही भएर ढक्का बाहिर खा क्या ठिकै छ नि त नि यस्तो गल्ली हिँड्नुपर्ने हुन्छ चिया दुधको चिया खाँदै आउने है यस्तो राम्रो लाइटहरू पाउँछ है हाम्रोतिर चाहिँ ल हेर्नु डिस्टर्ब गरिदिन्छ यस्तो लाइटहरू आउँदै आउनु है मान्छे चाहिँ देख्दैन तर लाइट चाहिँ देख्छ है राम्ररी देखाउने होला यसरी भ्लग बनाउन यति गाह्रो हुन्छ नि फर्स्ट टाइम भ्लग हो तर पनि यस्तै गाह्रो हुँदो रहेछ तर पानी पाउँछ होला मेरै गाडी लिएर रुखले पनि यस्तो चम्किलो बनाउँछ यहाँतिर त हाम्रोतिर त मान्छे चम्किलो कस्तो लाज लाग्यो क्या मलाई अगाडि नन्दाहाती काठमाडौँ बजार नै खर्किन्छ सहर नै नियोन लाइट यस्तो दामी पाउँछ नि लिची एजी लाइट यस्तो राम्रो लाइट पाउँछ है भाइ नै आउनु सक्नुहुन्छ है अब चाहिँ हामी भ्लगको इन्डमा पनि आइसकेको छौँ तर अहिले नै भ्लग इन चाहिँ गरिदिउँ हामी घर नजिक आइसकेपछि चाहिँ हामी भ्लगको इन गर्छौँ है यस्तो दामी छ है यहाँ ल है अब चाहिँ है तिमीलाई है यहाँलाई है लास्ट पन्चर गएर अल्छी लाग्छ दादाले पनि दिन्छ कि अनि अब सुत्ने सात फिल होइन खैपछि खाने हस्पिटल खाएपछि हाम्रो के अरे त्यसले के अरे दिदी छ नि के खानु यहाँ पनि छ है लाइट यहाँ भगवान्ले मलाई साथ दिनुहुन्छ नि तपाईँहरू साथ दिनुहुन्छ भविष्य बनाउनलाई दिस इज माई ड्रिम गाइस भविष्य चाहिँ के भन्नु म के भन्नै आउँदैन मलाई अब
यो रोडरमा कुरो चाहिँ खान नहुने हो यस्तो चुल यो रोडमा चुलहरू खाने मान्छे देखेर मलाई यस्तो पाउ 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 भन्छ नि हामीले पाउ पितौरा पाउ पाउ पितौरा त्यही हो अब चाहिँ हामी भोलि घर जान्छौँ होला अनि यहाँ पनि मन्दिरहरू छ किनकि न्यु रोडमा मन्दिरै मन्दिर भक्तपुर जस्तै मलाई त न्यु रोड भनेको भक्तपुर होला मलाई केही थाहा छैन यहाँ मन्दिर मन्दिर जाम भयो खाना खाएर आएर मुख पूजा पारेर पूजा गर्न लाउँछ मेरो पनि यस्तो खतरा यस्तोवाला त हस्पिटलमा मात्र देखाएको थियो तर अहिले रियलमै देखिरहेको छु ए हस्पिटलमा देखाएको थियो त्यस्तो मलाई अहिले चाहिँ बोल्ने माहौलै छैन म बोल्दिनँ ल भयो है कस्तो बिगार भएर आउँछ है त्यस्तो भन्नु नहुने हो तर भनिहालेँ नि म माफ गरिदिनु नि त अघि मैले घरमा एकजना मान्छेलाई सब्सक्राइब पनि गर्नु लगाएँ उहाँको चाहिँ मैले भिडियो खिच्ने किनकि मन लागेको तर 9 तले होइन 8 तले चाहिँ छ अहिले भर्खर मैले गनेको है खाने हो त खाने नखाने रे खानुहुन्न न मलाई स्ट्यान्डर्ड सब्जी बनाउनु कस्तो मन लाग्छ तर पैसै थिएन पैसा भए पनि हेर्नु कस्तो राम्रो मिलाउँदैन हेरेर हजुर होइन आउनु सक्नुहुन्छ है गर्नुहोस् गर्नु हेलो कस्तो राम्रो होइन बार्बी डल तर मलाई चाहिँ बार्बी पनि कति हेर्नुपर्ने होला गाइस अब थ्याङ्क यू फर वाचिङ दिस भिडियो भन्ने आइसक्यो बेला त अब यति नै हो आजको लागि यति नै हो ब्लग त्यही हो सबैजनाले चाहिँ हामीलाई साथ दिनुहुन्छ भन्ने आशा गर्दैछु साथ दिइराख्नु है अन्तिमसम्म सब्सक्राइब गरिदिनु सपोर्ट गरिदिनु सो या थ्याङ्क यू फर वाचिङ दिस भिडियो गाइस बाई बाई किप सपोर्टिङ अस एन्ड डोन्ट फर्गेट टु लाइक एन्ड सब्सक्राइब